आगामी वैशाखमा हुने एसएससी मेन्स प्रिमियर कपको ब्रोडकास्टिङ राइट कान्तिपुर टिभीले प्राप्त गरेको छ। वैशाख 5 गतेदेखि 18 गतेसम्म हुने यस प्रतियोगितामा टियु ग्राउन्ड र मूलपानीका खेलहरू कान्तिपुर टिभी र कान्तिपुर सिनेप्लेक्समा प्रसारण हुनेछन्। त्यसैगरी यिनी खेलहरूलाई कान्तिपुर टिभी एचडी एपबाट पनि हेर्न सकिनेछ। यस प्रिमियर कप प्रतियोगिताका लागि नेपालले आफ्नो 21 सदस्यीय प्रारम्भिक टोलीको घोषणा समेत गरिसकेको छ। 10 टिम सहभागी हुने यस प्रतियोगितामा नेपालको ग्रुपमा मलेसिया, ओमान, साउदी अरेबिया र कतार रहेका छन्। नेपालले आफ्नो पहिलो खेल 5 वैशाखमा मलेसियासँग खेल्नेछ भने 8 वैशाखमा ओमनसँग, 11 वैशाखमा साउदी अरेबियासँग र 14 वैशाखमा कतारसँग खेल्नेछ। त्यस्तै 16 वैशाखमा सेमिफाइनल खेलहरू हुनेछन् भने 18 वैशाखमा फाइनल खेल हुनेछ। यस प्रतियोगिताको विजेताले 2023 मा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा सहभागी हुन पाउनेछ।